मैदा लिएर आएँ मैले 1.5 केजी। आज 1.5 केजी मैदाको मोमो बनाएर मस्त खाने हो अब है। तपाईँहरूलाई मैले लौकाको मोमो, भेज मोमो साउन महिना लागेको छ। अब माछा मासु चल्दैन, घर साउन महिना लागेको छ। त्यही भएर 1.5 केजी मैदा लिएर आएको छ। आज मोमो बनाएर खान्छौँ हामी, भेज मोमो। मैदा कसरी मुस्ने हेर्नुहोस्, मेरो तरिकाले मुछाइ चाहिँ म मैदामा केही पनि हाल्दिनँ। म नरम बनाउनलाई, सफ्ट बनाउनलाई केही पनि हाल्दिनँ। मोमो पकाउनुभन्दा 1 घन्टा अगाडि चाहिँ म मुछेर राख्छु है पिठो, जहिले पनि। कसरी मुस्ने म तपाईँहरूलाई देखाउँछु। 1.5 केजी मैदा हो। पिठो मुस्नु सजिलो छ, तर तपाईँ पिठो कसरी मुस्ने, पानीको मात्रा कति हाल्ने, त्यसमा भन्नुपर्छ। एकैचोटि हटाएर त पानी हालेर मुस्दा राम्रो हुँदैन पिठो कहिले पनि होइन। यो मेरो पानी हो, चिसो पानी। यो चाहिँ के हो भन्नु होला, यो चाहिँ ओइल हो है, ड्रिङ्क्स होइन, यो ओइल हो है। दिस इज नट ड्रिङ्क्स है, दिस इज नट अल्कोहल, दिस इज ओइल। ओइल ओके, ओइल, सनफ्लावर ओइल ल्याएको छु। पानी यसरी हल्का मात्रै यसो गरेर हाल्ने, चलाउनुहोस् है। एकैचोटि पानी धेरै नहाल्नुहोस्। एकैचोटि पानी धेरै हाल्नुहुन्छ र तपाईँको यो जुन मैदा के हुन्छ भने तपाईँको गिलो हुन आउँछ। गिलो भएपछि तपाईँको मोमोको स्वाद पनि त्यति मिठो हुँदैन। तपाईँ जति मैदालाई खेलाइ यसरी मुस्नुहुन्छ अल्छी नगरिकन, त्यति तपाईँको के भन्छ गोला, यो मैदा मुसिसकेको गोला हुन्छ नि जुन, त्यो चाहिँ सफ्ट हुन आउँछ र मोमोको स्वाद पनि एकदम मिठो हुन्छ। एकदम टाइम लगाएर मुस्नुहोस् है ज्यादा। जसरी हामी किमा बनाउँदा टाइम लगाएर बनाउँछौँ, त्यसरी मुस्दा पनि एकदम टाइम लगाएर मुस्नु। यो मैदा हो, पानी एकैचोटि वारेर हालेर 1 लिटर पानी वात्तै हाल्दै भइहाल्छ, डल्लो पार्दै भयो, त्यसरी स्वाद आउँदैन है। हामी चाहिँ प्रायः जुसी मोमो खान्छौँ। त्यो नन भेजको पनि म तपाईँहरूलाई बनाएर जुसी मोमो कसरी बनाउने होइन म देखाउँछु। एकदमै स्वादिष्ट, एकदम मिठो टेस्ट हुन्छ है मोमोमा पनि। फेरि फ्राइडे पनि होइन मोमो खान मन लागिरहेको थिएदेखि भेज मोमो फेरि मलाई एकदम मनपर्छ। टाइम लाउने एकछिन मजाले टाइम लाउनुहोस्, हतार नगर्नुहोस्। मोमो बनाउँदा अलिकति टाइम दिनुपर्छ। त्यसरी त्यो गरेर केही फरक पर्दैन है। त्यसरी मजाले अलिअलि गर्दै पानी हाल्नुहोस्, थोरै गरेर सबैतिर। होइन भन्नुहुन्छ, कसैले टेस्ट नै आएन भन्नुहुन्छ। टेस्ट किन नआएको भन्दाखेरि तपाईँहरूले मैदालाई ध्यान दिनुहुन्न क्या। मेन भनेको यो फ्लोर, यो फ्लोरलाई चाहिँ हामीले, यो मैदालाई चाहिँ हामीले एकदम फोकस गर्नुपर्छ क्या। यसलाई चाहिँ कसरी मुस्ने क्या, पहिला मुसाइमा भर पर्छ क्या। तपाईँको पानी एकैचोटि हालिदिनुहुन्छ 1/2 लिटर, अनि मुस्नुहुन्छ, डल्ला बनाइहाल्नुहुन्छ। त्यसरी होइन, अलिअलि हेर्नु है, टुक्रा जति तपाईँ मुस्नु त्यति मुलायम हुन्छ, सफ्ट हुन्छ। मोमो पनि त्यति सफ्ट हुन्छ, तपाईँको घाँटीबाट सुलुक छिर्छ मोमो पनि। किमाको कुरा त आफ्नो टेस्ट हो, कसैलाई अब होइन हेरी ठाउँ अनुसारको हेरी हुन्छ। काठमाडौँतिर जानुभयो भने बफ मोमोहरू खानुभयो भने अलिकति स्पाइसी खालको हुन्छ। मलाई चाहिँ स्पाइसी खासै मन पर्दैन। फेरि बफमा स्पाइसी अलिकति नहाल्दाखेरि टेस्ट राम्रो आउँदैन। अब चिकन मोमोहरूमा चाहिँ स्पाइसीहरू हालेको राम्रो हुँदैन होइन। हामीले घरमा खाने खालको टाइपको बनायो भने स्वादिष्ट मिठो पनि हुन्छ। यसरी थोरै पानी, यसरी है, पानी धेरै युज गर्ने नै अलिअलि गर्दै गर्नुहोस्, अलिअलि गर्दै गर्नुहोस्। त्यसपछि तपाईँको बल्ल पिठो पनि एकदम सफ्ट हुन्छ, मोमोको स्वाद पनि मिठो हुन्छ। हामी के गर्छौँ, 5 मिनट पिठो एकट्ठा गर्छौँ क्या। 5 मिनटमै पिठो नमोलिकन नमाडिकन यसो गरेर पानी धेरै हाल्यो, दुध हाल्यो, अनि डल्लो बनायो, प्लास्टिकमा बाँध्यो राखिदियो, अथवा भाँडामा छोपिदियो राखिदियो। त्यसरी होइन, अलिअलि मात्रै पानी बढाउँदै जाने, थोरै।
एकदमै राम्रो हो यो चाहिँ तपाईँहरूले अब जान्नुहुनेहरूलाई त थाहा छँदैछ सबैलाई होइन। थाहा नहुने कतिपय हुन्छ नि त, मोमो कति बनाउँछु घरमा मिठै हुँदैन मिठै हुँदैन मिठै हुँदैन, पसलमा खाए जस्तो हुँदैन भन्नुहुन्छ होइन। त्यो चाहिँ अब आफूले अलिकति मेहनत चाहिँ अलिकति दिनुपर्छ, जे चिजमा पनि अलिकति मेहनत जाँगर चलाउनुपर्छ, राम्रो हुन्छ मोमोको टेस्ट एकदम दामी हुन्छ। यसलाई अलिकति उठी दिनुपर्छ। हेर्नुहोस् मजाले दिने हो कि पानी स्वाट्टै हाल्यो अन्त वात्तै ढिलो बनायो, राम्रो हुँदैन। बल त लाउनै पर्छ। आज मोमो यस्तो टेस्टी बनाइन्छ नि, बिस्तारै डल्ला बनाउनुहोस्। यो तपाईँहरू घरकोलाई मात्रै मैले भनेको होइन कि, यो होटल व्यवसाय गर्ने, रेस्टुरेन्ट खोल्नेहरू, तपाईँहरू मोमो बेच्ने मोमो व्यापारीहरू, मोमो बनाउने मोमो व्यापारीहरू सबैको लागि भनेको मैले। जति तपाईँले मैदालाई टाइम दिनुहुन्छ नि तपाईँको मोमो त्यति स्वादिलो आउँछ। अनि सनफ्लावर ओइल युज गर्नु ल यसमा जहिले पनि। तपाईँले अर्को मस्टार्ड ओइल युज नगर्नु, तोरीको तेल युज नगर्नु, थोरै सनफ्लावर तेल यसरी माथिबाट यसरी हाल्नुहोस् है त। तपाईँलाई यो मैदा एकदम, यो डो एकदम सफ्ट हुन्छ तपाईँको है त। भिडियो मन पराइदिनु होला, यस्तै भिडियोहरू म लिएर आउनेछु नयाँ नयाँ होइन। ल है त, टेक केयर, बाई बाई, हेभ अ गुड डे।